कान्छाको बिहेको भोलिपल्ट नै भिस्सा आएको खबरले सबैजना चिन्ताजनक बनाइसकेको छ। आखिर कान्छाले बिहे गरेको एक रात नबित्दै कान्छाको विदेशको भिसा लागिसकेको र तत्काल जानुपर्ने खबर आइसकेपछि कान्छाको बुवाले फोन उठाएर छक्क परेर कुरा गरिरहेका हुन्छन्। कान्छाको भिसा आइसकेछ, अब कान्छा जानुपर्ने भयो भनेर भनिरहेका हुन्छन् भने सोफिया भने छक्क परेर अब के गरौँ कसो गरौँ भन्दै आत्तिरहेकी हुन्छन्, सोचिरहेकी हुन्छन्, केही बोल्न सकिरहेको हुँदैन। सोफियाले भनिसकेकी थिइन्, अरूले त बिहे गरेर घुमाउन लैजान्छन् भने मलाई त बिहे गरेर छोडेर विदेश जाँदै हुनुहुन्छ, म एक्लै कसरी बाँच्न सकौँ र कसरी बस्न सकौँ भनेर भनिरहेकी हुन्छन्। बुवा आमा साथमा हुनुहुन्छ, बुवा आमालाई साथ सहयोग र आमा बुवाको आदर सत्कार सम्मान र आमा बुवालाई काम सघाउनु, राम्रोसँग मिलेर बस्नुपर्छ, बुवा आमालाई गर्ने व्यवहार राम्रोसँग गर भनेर कान्छाले सम्झाइरहेका हुन्छन्। आखिर रातभरि सम्झाउँदै राति पनि राम्रोसँग नसुतेका कान्छा र सोफिया एक्कासी बिहान उठ्दाखेरि 8-9 बजेतिर कान्छाको विदेशको भिसा लागेर अब चाँडै जानुपर्ने खबर आएपछि कान्छी लगायत कान्छीको आमा बुवा छक्क परिरहेका हुन्छन्। अब के गरौँ त, बिहे पनि राम्रोसँग सकिन पाएको छैन, कान्छाको भिसा आइसक्यो, अब जसरी भए पनि जानै पर्छ, हामीले दुःख कष्ट गरेर ऋण गरेर भए पनि हामीले उसलाई विदेश पठाउने योजना बनाइहाल्यौँ, जसरी भए पनि उसलाई पठाउनु पर्छ। बिहे तत्काल गरेकोले सबैजना आश्चर्यचकित र छक्क परिरहेका हुन्छन्। अब कान्छा विदेश गयो भने कि सोफियाले त्यो गाउँको काजीको छोरासँग फेरि माया परिवर्तन र प्रेम परिवर्तन गर्ने त होइन, कान्छालाई बिर्सेर त्यही गाउँको काजीको छोरासँग त फेरि लभ पर्ने त होइन। आखिर त्यो केटाले सोफियालाई धेरै मन पराइरहेको थियो र आखिर सोफिया र कान्छाको बिहे र कान्छाले सिउँदो रङ्गाउँदै त्यो काजीको छोराले समेत कान्छा सँगसँगै सिउँदोमा सिन्दुर फालिदिएका थिए र आखिर कान्छाले भने म जसरी भए पनि सिउँदो पुछेर भए पनि म यसलाई सिउँदो हालेर सोफियासँग बिहे गरेरै छाड्छु, तैँले के गर्न सक्छस् र भनेर कान्छाले भनेका थिए। तर अब त्यो जेलबाट छुटिसकेपछि काजीको छोराले के सोफियालाई फेरि अपहरण शैलीमा अर्थात् प्रेम जालमा फसाएर बिहे गरेर लैजान्छन् त, र यता कान्छी र सागर पनि आफ्नो कान्छा भाइको बिहे त सकियो, अब हामी पनि घर जानुपर्छ भन्ने सरसल्लाह गरिरहेका हुन्छन्। र आखिर नयाँ दुलहीले राम्रोसँग घर लिपोत एका बिहानै उठेर गरिन् होला भनेको त कान्छीले पो लिपोत गरिरहेको देखिसकेपछि कान्छीको आमा समेत छक्क परिरहेकी हुन्छन्। आखिर सोफिया त सुतिरहेको अवस्थामा भेटिसकेपछि अब यो बुहारी पनि पहिला चण्डु जस्तै हुने रहेछ, अब यसले पनि केही काम नगर्ने रहेछ, कुनै केही काम नटार्ने रहेछ भनेर मनमा सोचिरहेकी हुन्छन्। आखिर किन यो सब भइरहेको छ त, यो परिवारमा बुहारीहरू सबै यस्तै हुन् त, आउने कान्छाको समेत अब सोफियाले यस्तै व्यवहार देखाउने हो भने कान्छीको आमाले पक्कै पनि सहन सक्दिन र सोफियालाई फेरि यस्तै गाह्रो र सोफिया र कान्छीको आमाको सम्बन्ध र सासू बुहारीको सम्बन्ध फेरि राम्रो हुने छैन भन्दै कान्छीले आफ्नो आमालाई समेत सम्झाएकी थिइन्। अहिलेको जमानाको बुहारीहरूलाई धेरै चलाउनु हुँदैन, कराउनु हुँदैन है आमा भनेर सम्झाएकै थिइन्। तर सोफिया बिहान अबेरसम्म नउठिसकेपछि कान्छीको आमा लगायत कान्छीको बुवा समेत छक्क परेर सोचिरहेका हुन्छन्। अब कान्छा विदेश गयो भने यसलाई हामीले कसरी काम अराउने, कसरी सम्झाउने, कसरी फकाएर हामी राख्ने भनेर धेरै मनमा कुराहरू खेलाइरहेका हुन्छन् भने कान्छी र सागरले राम्रोसँग सम्झाएर अब आफूहरू पनि आफ्नो घरको समस्या उता अफिसको काम बिदा मागेर आएको, अब हामी पनि चाँडै जानुपर्छ भन्दै कान्छीको आमा बुवासँग बिदा माग्न थालिरहेका हुन्छन् भने अब आउने एपिसोडमा कान्छालाई विदेश पठाउनको लागि बिदाई गरिरहेको दृश्यहरू हामी पक्कै पनि देख्ने नै छौँ। त्यतिन्जेलसम्मको